आफूले दिएको पैसा उठिरहेको छैन, पैसाको एकदम तङ्गी छ, पैसा चाहिँ जति आए पनि टिक्दैन। आफूले पैसा कसरी कमाउँ, इकोनोमिक भनेको पैसा वाइज, फाइनेन्सियल वाइज कसरी इम्प्रुभ भऊँ, कसरी आफ्नो जीवनमा पैसाको उत्थान गरौँ, कसरी चाहिँ मैले मेरो पैसालाई जोगाउँ अथवा पैसालाई इन्भेस्ट गरौँ, पैसाबाट मैले कसरी फाइदा पाउने, पैसा चाहिँ मैले जीवनमा कसरी चाहिँ मैले अझै धेरै पैसा कमाउन सक्छु भन्ने कुराहरू धेरैलाई होला। धेरैलाई पैसा जोगाउन नसक्ने, कसैले पैसा कमाउन नसक्ने जस्ता कारणहरू चाहिँ अभियसली छन्, सबैको लाइफमा हुन्छ। मोनिटरी प्रब्लम्स त कसलाई चाहिँ नहोला र अम्बानीलाई पनि छ जस्तो लाग्छ मलाई। सो यो चाहिँ मैले एउटा स्पिरिचुअल वेमा मान्छेलाई यदि ध्यान साधनामा उत्थान गर्नु छ, एउटा के अरे आफ्नो एनर्जीलाई, आफ्नो एनर्जीलाई चाहिँ माथिको डिरेक्सनमा उठाउनु छ, आफ्नो एनर्जीलाई चाहिँ मासतिर च्यानलाइज गर्नु छ, चक्रहरू खोल्नु छ भने चाहिँ हिजोको मैले एउटा अपराइट ट्रायङ्गल भनेको मासतिर फर्किएको एउटा यन्त्र चाहिँ मैले घरमा बनाएर पूजा कोठामा राख्नुहोस् भनेर भनेको थिएँ। सो आज चाहिँ मैले के भन्छु भन्दाखेरि इकोनोमिक वाइज यदि त्यो मान्छेलाई चाहिँ जमिन भनेको मटेरियलिस्टिक के अरे कुराहरू जस्तै घर जग्गा, जमिन, भूमि, वाहनदेखिका लिएर सम्पूर्ण मटेरियलिस्टिक सुखहरू चाहिँ पाउन छ भने त्यो मान्छेले चाहिँ कस्तो खालको यन्त्र बनाउँदाखेरि त्यो मान्छेलाई त्यस्तो कुराले फेभर गर्छ भन्दाखेरि चाहिँ मैले आज यसले चाहिँ ट्रायङ्गल त त्रिकोणै हो होइन, तर तलतिर फर्किएको ट्रायङ्गल के जस्तै यसरी देखिएछ नि। सो यो तलतिर फर्किएको ट्रायङ्गलमा मैले हिजो पनि भनेको छु, आज पनि भन्छु, जत्रो बनाए पनि हुन्छ, जस्तो बनाए पनि हुन्छ, जुन कलरले बनाए पनि हुन्छ, जेमा बनाए पनि हुन्छ, भित्तासित्तामा नबनाउनुहोस्, एउटा साधारण कपीमा बनाउनुहोस्। कपीमा बनाएर के गर्नुहोस् भन्दाखेरि त्यसलाई चाहिँ हजुरले के अरे पूजा कोठामा राखे पनि भयो, मोस्टली कहाँ राख्नुहोस् भन्दाखेरि चाहिँ आफ्नो घरको तिजोरीमा जहाँ पैसाहरू राख्नुहुन्छ नि त्यो चाहिँ ठाउँमा राख्नुहोस् कि लगेर। यसलाई चाहिँ उल्टो भनेको सिधा पारेर बनाउँ न। जस्तै यो पहिला चाहिँ मैले ट्रायङ्गल चुचुरालाई मासतिर फर्काएर राख्नु भन्थेँ, अहिले चाहिँ चुचुरालाई तलतिर फर्काएर राख्नु भन्छु कि। जस्तै यसरी नै सिधा बनाएर आफूले चाहिँ लगेर आफ्नो लकरमा अथवा आफूले पैसा जहाँ राखिन्छ पैसाहरू अथवा के अरे वालेटमै पनि राख्दा हुन्छ। सो त्यो कुराहरूमा वालेट अथवा चाहिँ के अरे आफ्नो पर्सहरूमा अथवा आफूले पैसा राख्ने ठाउँहरूमा बनाएर राख्नुभयो भने यसले हजुरलाई फाइनेन्सियल वाइज एकदमै राम्रो सपोर्ट गर्छ। तर यसले एउटा कुरा के दिन्छ भन्दाखेरि मान्छेलाई अष्टम भाव हो नि त, के अरे मटेरियलिस्टिक जमिनको पार्वतीको भाव हो भनेको पानीको भाव हो, यो मासतिर भनेको आगो ऊर्ध्वगामी, यो भनेको उँधोगामी तलतिर जाने खालको हो यो भनेको चाहिँ। सो तलतिर आए चाहिँ कस्तो हुन्छ मान्छेले एडिक्सन, जस्तै कुनै पनि खालको एडिक्सनहरू, कुनै पनि खालको नराम्रो कुराहरू छ, मान्छेले रक्सी गाँजा चुरोट खालको सेवन गर्छ भने यो कुरा चाहिँ नगर्नुहोस्, किन भन्दा यसले झन् मान्छेले एडिक्सनमा फसाउन सक्छ। तर होइन, घरको फिमेल पक्षले गर्दा राम्रो हुन्छ, घरको श्रीमती पक्ष अथवा घरको छोरी पक्ष अथवा घरको कन्या पक्षले गर्दाखेरि यो एकदमै राम्रो। अनि त्यस पछाडि चाहिँ यसलाई हजुरले फाइनेन्सियल प्रोग्रेसनको लागि फाइनेन्समा चाहिँ आफूले कसरी मेरो पैसाको वृद्धि हुन्छ, कसरी मेरो घरमा चाहिँ धन सम्पत्तिको वारिस अथवा जो मैले यो आउट अफ नो भेरी यत्तिकै ऱ्यान्डम तरिकाले त्यो हजुरको घरमा पैसाको वारिस त्यो के अरे सिरानी ल्वाङ र के कागती राख्नुहोस् भन्ने यस्तो कुरा भनेको होइन। यो चाहिँ आफूले गरेको कुरा, आफूले गरेर आफूले भोगेको कुराहरूलाई मैले सेयर गर्न खोजेको हो। सो यो कुराहरू गर्नुहोस् र यसलाई चाहिँ फेरि 1 दिन 2 दिन राखेर होइन, यसले राखेर छोड्नुहोस् न, राखेर 15 दिन 1 महिना 2 महिना हेर्नुहोस् न। अनि त्यस पछाडि मलाई बल्ल भन्नुहोस् कि कस्तो यसले हजुरको आजको भोलि देखिँदैन, समय लाग्छ नि जे कुरा हुनुको लागि। सो समय 1 महिना 2 महिना 5 महिना कति हुन्छ दिनुहोस्, दिएर अनि त्यहाँबाट मलाई हजुरले बल्ल भन्नुहोस् कि ओके अनि यसले चाहिँ यस्तो फलहरू दियो मलाई भनेर भन्नुहोस् कि। सो यो चाहिँ एकदम ट्राइड एन्ड टेस्टेड मेथड हो। सो यसलाई चाहिँ मैले फेरि पनि भने एउटा कपीमा चाहिँ बनाउनुहोस् तलतिर फर्किएको ट्रायङ्गल, यसलाई चाहिँ यो चुचुरोलाई है यो तलपट्टिको ट्रायङ्गललाई यसरी तलतिरै फर्कियोस् र यसरी बङ्गाएर पटाएर राख्ने होइन, सिधा तरिकाले यसरी चारपाटे यसरी ट्याक्लक यसरी पान्नामा छ भने यसलाई त सिधै पर्समा पनि राख्न मिल्यो अथवा जुन कुनै पनि लकरहरूमा आफूले पैसा राख्ने ठाउँमा राख्न मिल्यो नि त। सो त्यो कुराहरू गर्नु भने फाइनेन्सियल सक्सेस चाहिँ यसले एकदमै राम्रो दिन सक्छ, तर एडिक्सन पनि दिन सक्छ। सो एडिक्सन वाला कुराबाट चाहिँ बच्नु होला है फेरि।